दिदीले साबी दिदीले पुरै अब सुँगुरको विशेष बाहिर ग्यासमा फेरि कराईमा गाउँको स्टाइलले अब बनाउँदै हुनुहुन्छ। यो घाँटीपट्टिको त होइन दिदी, यो घाँटीपट्टिको जस्तै देखिन्छ। यो आज 2026 साल अब फेब्रुअरी महिनाको 7 तारिक, जसरी हाम्रो भोलि युएनआरसीमा दिदीबहिनीहरूको आमा दिदीबहिनीको च्यारिटी फन्ड राइजिङ र त्यसकै सिलसिलामा जसरी हामीले उहाँहरूले जबै रोटी बनाइसक्नुभयो र फेरि अन्तमा सानो यो म्यासिङ खाने पनि योजना बनाउनु भएको छ। अहिले दिदीले पुरै यो होइन सुँगुरको त छाला छ त यहाँ त यो हेर्दा यस्तो छ। अहिले अब बिचमा पुग्दा कस्तो हुन्छ अब जाडो छ आज 3 डिग्री 4 डिग्री होला दिदी आज कि 5 डिग्री छ 6-7 डिग्री हो। ठन्डी त त्यति छैन आज। पानी पनि धेरै परेन। यो मिडिल अफ द पार्ट हो यो अहिले। अलि मिठो मिठो होला यसलाई दिँदा हुन्छ। लसुन हाल्नुभयो, तेल झिकेर हालेर लसुन हालिदिनु भयो। 11 पाउन्ड 1 केजी इस्कुस दिनको यो अहिले गोलबेडा हालेर अनि बेसेर हालेर यो अवस्थामा पार्नुभयो। यस्तो सेतो थियो पहिला, अहिले यस्तो पहेँलो भइरहेछ। खराई यसको बिजोग बनाएर यस्तो अवस्थामा पुगेको छ। अब यो भागमा पुगेको छ अहिले। यत्रो सेतो थियो, अहिले चाहिँ अब अलमोस्ट कति 70% पाकिसक्यो होला है दिदी। हजुर 70% पाकिसक्यो। अब सब्जी पस्नु यहाँ सब्जी अब अलमोस्ट रेडी। त्यो त सब्जीको लागि निकै पाक्यो होला है दिदी त। भनेपछि यो त निकै पकायो हामीले त। दिदीले यहाँ सब्जी हाल्नुभयो। अब चाहिँ सब्जी हालेर यस्तो पोजिसनमा आउँदैछ अहिले। अब कति मिनट जति पकाउनु पर्ला दिदी? यो 2-3 मिनेट मात्र पकाउनु। यो पाक्यो, सबै पाक्यो। अघिको त्यो सबै फ्याट जति सबै यसमा गयो। अब सब्जीले तान्यो फ्याट सबै। मान्छे त अब पशु पन्छी त मान्छे नै हो। यस्तै खाएपछि मिठो हो नि। यो बदेलको मासु
साह्रो पर्यो बँदेलको मासु चाइनिजको सब्जी चाइनिजको सब्जी अब नेपालीको खुवाई नेपालीको अलमोस्ट रेडी भयो दिदी अब यो almost ready अब भाइ almost ready त्यत्रो अघिको त्यत्रो सेतोपना सबै छैन एउटै पनि रहेन है सबै कालो र रातोमा परिणत परिवर्तन भयो। भयो भयो दिदीहरूले अब यस्तो टेस्टी बनाउनु पर्छ यसरी दालमा यसरी यस्तो टेस्ट कस्तो छ हो त्यो अब टेस्ट राम्रै होला जस्तो छ दिदी ल दिदी टेस्ट कस्तो छ हेर्नुहोस् अब खानै पर्यो पुरा यसरी अब पुरा यहाँको मेन चाहिँ अब यस्तै बन्दोबस्त पुरा मिलाएरै खानु पर्यो नि यस्तै मिलाएर खानु पर्यो स्वास्थ्यको लागि त्यति राम्रो त नहोला तर के गर्नु अब ल धन्यवाद पनि रहेछ यहाँ चिकन चाहिँ म अहिले खान्न यो खोर्सानी खान्न यो दाल अलिकति हाल्छु थोरै हाल्नु पर्यो अलिक मिलाएर धेरै उस नभएर म टेस्ट गर्छु प्रार्थना भइसकेको छ अघि नै धन्यवाद अब यो सट्ट यो सब्जीसँग खाएर यो अलिकति उसँग मिलाएर यो पनि हालेर कम्बाइन गरेर यसरी खानु पर्यो थ्याङ्क यू गड टेस्ट कसो छ दिदी टेस्ट मिठो छ है?